Hello and namaste everyone. Welcome back to my new video, guys. हजुरलाई स्वागत छ पुष्ट राइडरको आफ्नो युट्युब च्यानलमा है। अनि यसै गरी अनि सरी है, अब भनौँ न धेरै भयो कि आफ्टर लङ टाइम हाम्रो चाहिँ भनौँ है बल्ल भिडियो आइरहेको छ। भनौँ यसो सरकारी कामतिर फस्टेको थियो, सरकारी कामतिर भनौँ यसो फसिरहेको थियो है, त्यो भएर चाहिँ भनौँ म गर्न पाइएन। अनि अब अगाडिको भ्लगमा देखाएको थिएँ मकै है, गाजा साजा उम्रियो फेरि यो रोपिया चाहिँ होइन आम्माको छोरो मकै इत्रो देखाएको थिएँ, लगाइरहेको हो कि इत्रो इत्रो भएको देखाएको थियो। अहिले यत्रो भइसक्यो भनेपछि भ्लग त म्या कति 1 महिना बेसी आएन भ्लग है। सरी त्यसको लागि, हल्का काममा अल्झेको थियो पुच्चे राइडर है। तिम्रो बाँकी चाहिँ नि रातो भएर चाहिँ आम्माको छोरो कस्तो अमिलो ए तरङ्गै हान्छ त। अनि त्यस्तै भएर चाहिँ आएन है। अनि मेन अर्को कुरो चाहिँ केटा म के गर्न लागेको भने चाहिँ देशमा होइन कसैलाई मायादरी हुन्छ नि, कसैलाई मायाका होइन राजतन्त्र फर्केला कि भन्ने पिर छ, कसैलाई मायाका होइन गणतन्त्र जाला कि भन्ने पिर छ होइन, कसैलाई त्यो 25 करोड कसले झ्यामाने हो भन्ने पिर छ होइन। आम्माको छोरो मलाई चाहिँ अर्कै पिर भयो क्या। कुराले 2 दिनमा अन्डै पारेको छैन भने पार्न त पारेको कहाँ पारेको थाहा छैन। आम्माको छोरो त्यही अन्डा खोजिरहेको छु कि अहिले पनि त्यही अन्डा खोजिदिएको भने मकै बारीमा छैन मलाई अन्डै भेटेको छैन भने कुखुराले त्यो राज त खोल्दै छैन कुखुरालाई। आम्माको छोरो अन्डा कहाँनिर चाहिँ पार्यो भने मम्मी भेट्नु भयो अन्डा कतै भेट्नु भएर अन्डा भने के छोडेन भने फेरि अन्डै पार्दैन रहेछ कि भाइ यो लोकलले पार्दैन के भन्ने दाना खान्थ्यो, छोड्न थालेपछि त्यो दाना नि खान छोडिदियो। मकै मुखै लाउँदैन, खोइ कस्तो खालको लोकल हो यो। आज त अन्डा नपारिकन तल खोल्दैन पुक्क निकाले खाएर अन्डा पार्छ कि आज। ल केटा एकछिन पछि गरौँला है लग भन्ने चिज। ल केटा होइन हामी चाहिँ टक्कै यहाँ हाम्रो दुइटा यहाँ सेनामेना लिएर होइन हामी चाहिँ यहाँ टक्क लाएर यहाँ चटपट खाना आइसकेको छौँ। अनि समीर खिच तिम्रो अलिकति यस्तै हेरेर जुत्दिनु होइन चौरो देशको छ चिन्ता। यहाँ तिमीलाई देशको बारेमा एउटा के प्रश्न गर्छु ल। यहाँ तिमीलाई देशमा राजा फर्कोस् जस्तो भयो कि नै? मलाई त राजा नि नहोस् गणतन्त्र नि नहोस् तर सुशासन चाहियो कि सुशासन। कस्तो सुशासन भन्नाले राजाको नि होइन उता के अरे त्यो गणतन्त्रको नि होइन स्वतन्त्र टाइप हुन्छ नि स्वतन्त्र। अनि अहिले के हौ तिमी अहिले स्वतन्त्रमा बाँचिरहेको जस्तो फिल आउँछ? आउँदैन नि किन? हामीलाई रोजगार चाहियो कि रोजगार। खुलेआम कुकुर काट्न पाइन भनेर यो अनि होइन दोस्तको चाहिँ अब भनौँ त्यो कुकुर काट्ने विषयमा लिएर चाहिँ दोस्तलाई केही पनि नभनौँ। बच्चामा नादानमा उसले गरेको थियो त्यो हरकत केही फरक पर्दैन। त्यो भागेर इन्डिया गएको हुन्छ कि सबहरू हजुरआमा हो कि कसको घर हुन्छ? ज्ञानेन्द्र हाम्रो ज्ञानेन्द्र राजाज्यू हाम्रो नामले बोल्नु ल के जाने यसो गइहाल्यो भने गाली आउला नि फेरि है। आफ्नो घर परिवार लथालिङ्ग भएको याद छैन तिमीहरूलाई? मतलब छैन राजगद्दीमा कसले पाउँछ भनेर हेरेर बस्यो है। टिकटक खोल्यो राजा गएर दुर्गा पर्साईको कार इन्ट्री बबाल लाग्थ्यो है मलाई। क्यारी अन आरएसले हेऱ्यो कि नै त्यो दुर्गा पर्साईको कार इन्ट्री? कार इन्ट्री हेऱ्यो कि नै भने हेरेन? दुर्गा पर्साईको पुलिस फेरि आऊ रे माका बुढो त जङ्गेर बबाल
गर्नुपर्छ त्यति गर्नु ए लगेडा है भनौँ न हामी चाहिँ रगेला आएर म बिहानबाट भ्लग गर्नु भने बिर्सिसकेँ कि अनि काम पनि त्यस्तै थियो है अनि मेन कुरा चाहिँ म यो भ्लगको मार्फतबाट चाहिँ मेरो बुढीलाई के सूचना दिन चाहन्छु भने बेलुका त अवश्य हेर्लिस् यो भ्लग अपलोड गरेपछि भोलि त अवश्य हेर्लिस् होइन आमा त्यसरी कल किन नउठाबे 70 चोटि फोनमा गरिसकेँ लगभग 150 चोटि उसमा वाट्सएपमा गरिसकेँ मेसेन्जरमा कम्तीमा 50-60 चोटि गर्छु अनि के भयो नि माया लाग्दैन तँलाई मेरो आमाको छोरो मुखले मात्र माया हो बेबी अनि कोही त कल सल मेसेज सेसेज रिप्लाई छैन आमाको छोरो एकैछिन के साथीहरूसँग बोलेको थिएँ एकैछिन त्यसको स्थितिको बारेमा कुरो भइरहेको थियो आमाको छोरो के कुरा गरिरहेको थिएँ भनौँ यसो एकैछिन केटाहरूको उसलाई ध्यान दिएँ मैले कुरालाई ध्यान दिएँ बुढीको कुरालाई हल्का इग्नोर गरे जस्तो भएको थियो आमाको छोरो न कलको रिप्लाई न मेसेज सरी त सरी भने त कहाँ बुझिसक्यो देशको स्थिति बुढीलाई पनि नबोल्नुको टेन्सन आमाको छोरो यहाँ देशको चिन्ता छ आफूलाई उसलाई एकछिन उसँग नबोलेको आमाको छोरो थत किन यस्तो बेबी त्यही माथि कुखुराले अन्डा लुगाएर तनाव छ आमाको छोरो कम तनाव छ भने कसैलाई राजा होला नहोला टेन्सन कसैलाई गणतन्त्र जाला कि भन्ने टेन्सन कसैलाई मलाई 25 करोड कसले लुकायो भन्ने टेन्सन आमाको छोरो मलाई भने कुखुराले अन्डै लुगाइदियो कि 25 करोडको त मतलब थिएन कि कुखुराले अन्डै लुगाइदियो भने चल्ला काटेर टक्क हल्का बिजनेस गरौँला भन्ने सोचेको आमाको छोरो अन्डै लुगाइदियो कहाँ पार्यो भने आज त 2 दिन भयो हिजो र आजको अन्डै छैन आमाको छोरो आजको नि कहाँ पार्यो हिजो अस्ति आज 3 दिनको अन्डा हराइसक्यो यार कम घाटा लाग्यो मलाई त्यो 25 करोड कसले लुकायो राजा होला नहोला गणतन्त्र जाला नजाला त्यो पिरो भएन कि म आमाको छोरो अन्डा कहाँ पार्यो कुखुराले एक लट सोधौँ है अन्डा कहाँ छ नानी भन्छ अन्डा कहाँ पारिस् तैँले कता छैन हौ मैले हेरेको बाबा अन्डै लुकाइदियो कि कुखुराले भन्न अन्डाको सवाल छ तपाईँ नानी तर पैसा तिर ल्याए त मैले अनि हामी विशाल दाइको घरमा छौँ अनि हामी चाहिँ टक्क अनि गाइज हामी विशाल दाइको घरमा टक्क यहाँ है अनि हाम्रो विशाल दाइ भाडा मार्दै हुनुहुन्छ है अनि यहाँनिर होइन अनि हामी चाहिँ टक्क लाएर होइन आज हामी यहाँ केटाहरू टक्क यहाँनिर बसिन्छ हामी चाहिँ होइन अनि हाम्रो यहाँ साथी यहाँ बोलाइसक्यो है अनि त्यसपछि हाम्रो साथी यहाँ ओइ बाबु अनि के छ तेरो हालको ओइ बवाल छ त यसको त के हो लुक्स एप्स देखाइदिनु बाबु अनि यहाँनिर कसले लभ बाइट दिएर साथी खै यता फर्किने राम्रो केटीहरू टोकेको जता नि टोकिदिने कस्तो बादर मुखे आमाको छोरी हालिदिनु भने भिडियो अनि त्यसलाई अनि आज हाम्रो केटाहरू टक्क धेरै दिनपछि धेरै समयपछि यसरी बसियो फेरि अझ के भन्नु छु के भन्नु म काम पनि गर नि अनि यस्तै छ हाम्रो जिन्दगी अनि हामीसँग हुनुहुन्छ एके हाम्रो समीर थापा जङ अनि हाम्रो यहाँ कुहिरे हुनुहुन्छ अर्को यहाँ चिनाउने लायक छैन अनि म भइहालेँ अर्को हाम्रो विशाल दाइ ओ विशाल हेर लास्ट हराइदिन्छ हाम्रो यो दाइ है अनि त्यसपछि अनि जिन्दगी यस्तै छ चिया चाहिँ बनायो भने चिया लगाएर नि फेरि चिया बनाउँछ कस्तो नचेताउन ला अब तिमी आउनु मलाई तिमीलाई देखाएन त भिडियोमा तिमी छँदै छैनौ कुकुर सुकुर नभनिकन फेरि यस्तै छ ब्लग गर्नुपर्छ कि साथी यस्तो के भाइरल होस् नहोस् तर मेमोरीको लागि भोलि गएर 20-22 वर्षपछि यसो हेर्दाखेरि पनि होइन 20-22 वर्षपछि यसो हेर्दाखेरि मेमोरी हुन्छ कि ओहो अब 20 वर्षमा तिमी कता हुन्छौ म कता हुन्छु तर यसको ब्लग हेर्दिउँ है त
हेलो एभ्रिवान, सबलाई वेलकम छ मेरो नयाँ भिडियोमा। आफ्टर लङ टाइम फेरि आइसकेको छु म र मेरो भाइ फुच्चे भाइ आइसकेको छ। यता पाङ अनि उ त्यता चाहिँ भाङ छ। यस्तो मेरो सेक्सी बडी छ, तर कसको यसको मेरोमा त मेरै ठुलो होला ज्यान होइन। अनि यो चाहिँ के हो त अहिले त ननिकालिकन नि यस्तो खोइ साथी खोइ यहाँ साथी एकै सडा हान्यो भने मर्लास्, ठिक छ। आइज नि त जुदो तर कमेन्टमा चाहिँ फेरि दुइटै एक सडा मर्छ चाहिँ नभन्नु। हामी यस्तै हो। अनि यस्तो हामी दुब्लो पातल तर यसकोभन्दा बढी भ्युज मेरो आउनुपर्छ, त्यही भएर मैले ध्यान दिएको। आजलाई च्यालेन्ज गरिदिएको कि धेरै पछि आफ्नो लङ टाइम ओ विशाललाई त्यो भिडियो नहालेको त्यही ओ यो त के ओ यो त के हो मन्त्र सन्तर गरेर ल्याइयो सङ्घ छ त म्याक ओ विशाललाई कति बोल्छ औठी के हो त्यो विशाललाई औठी के को त्यो सङ्घ छ त के हो मन्त्र सन्तर गरेर त रायन जसले छुन्छ त्यसलाई अभिशाप थ्यात सङ्घ छ त नि होइन। 3 केजीको कुखुरा अब साथीले 1 केजी खान्छ, भट्टीले त 2टा पिस होला। झुटो नबोल न साथी 1.5 किलोको कुखुरा छ नि 3 किलोको नबोल 1.5 किलो होइन क्या, 1 किलो 700 ग्राम 1 किलो 720 ग्राम अनि 3 ग्राम होइन। अनि 2टा खुट्टा जोड त ए 2टा खुट्टा नि त्यसले प्यात्ते हग्दै थियो त्यहाँ ठाउँमै 20 ग्राम घट्दै राख्यो। तर त्यसले जोड्यो नि 20 ग्रामको जोड्यो तर हग्यो। टेन्सन छ केही छैन। जोखेपछि हग्यो कि हग्नुभन्दा अगाडि नै जोख्यो जोखेपछि अनि ल्याउने बेला प्यात्ते हग्यो। अनि जोखेको त 20 ग्राम 20 ग्राम हग्दै हग्यो, मिठो हग्यो। रमाइलो भयो। त्यहाँ हाटबजार लाएर चाहिँ हेर्न घुम्न अर्को शनिबार जाने भन्ने प्लान छ। ठिकै छ। मेरो लेडिज दाई आई लभ यु। यो दाई चाहिँ मलाई लास्ट मनपर्छ, केडी भयो नि। कुरा काट्ने भट्टेको काम अनि मैले मार्सार हान्न छोड्दैछु चार चोट लान्छ दसजना साथी हल्ला होइन। तेरो कुरा काट्ने काम, मेरो मासु पोल्ने काम, यसको मासु काट्ने काम, विशाललाईको भुत्लाउने काम। कस्तो हो र आउनु न भट्टेल त कहाँ काटेर मात्रै हुन्छ त नि, भुत्लाउने नि के हो नि, काटेर त एकैछिन भइहाल्छ नि। मेरो पोल्ने काम, मासु कसले पोल्छ त्यो? मासु त म बोलाउनु ल मासु पोल, म काट्छु भुत्लाउँछु म। पोल्ने नि त भ्याउनु त भ्याउँदैनस् नि छ्या म 2 पिसबाट खान सक्दिनँ, तर एउटै सर्ट लाम भयो। त्यसो कमेडी हामी चिस्स लाएर अबि ल भन्दा भन्दै 2 मिनेट 46 मेरो 4 मिनेट भइसक्यो। सय हाल त लाउने अनुहार पर्या त भट्टेले उता भेट्टाको 2-3टा बक्सरले ए होइन होला त्यो जुटो बोले है मैले काठमाडौँ आएर किने है ल। अब त टल्के हात दोस्त तेरोबाट के एनसिया हात त ल ठिक छ। म त आज लाइभ नै बस्नु छ। अहिले इन्स्टामा लाइभ हुन्छ रमाइलो गर्ने बेलामा। यस इन्स्टामा मेरो इन्स्टामा त 2 फलोअर्स भयो नि, लाइभ बस्नु मिल्छ नि। अनि केटा फाइनली हामीले चाहिँ भुत्लाउने काम पाएको छ है त। ल अब यो भट्टेले भुत्लाइरह पुरा देखाइदिइसक्यो भुत्लाइरह ल है त। 3 किलोको हेर्न क्वालिटी फरक हेर्नु न। कस्तो पानी नै राख्छ तातो नचाहिँ रे तातो क्या त्यो यस्तो गर्न अब विशाललाई भुत्लाइदिनु न, 2 जना मिलेर भुत्लाउनु। ट्याग लाएर भुत्लाइ सित्लाइ हाल्नु त नि बुझेर आएर भयो 2 जना ल। बडी चाहिँ बोलिहाल्नु पर्ने, झ्याउलाएर छिटो ग्यास सकिन्छ भनेर भन्नु। हामी चाहिँ चिक्क भयो हामी यतिको हो कि मिसिनमा हाल्ने के भनेपछि भुत्ले खुवाउने हो क्या तपाईँहरूले त्यता त मिसिन जान्छ सबै यो जान्छ। अनि के हो त यो त पुरै तपाईँ त अनि उता के अरे इन्डियातिर बसेर आउनु भएको थियो क्या पुरा घोल्छ क्या भन्नु न। हामीले 5 मिनट जति 3-4 मिनट जति भन्नु नि तपाईँ इन्डियातिर बसेको थियो है, तपाईँले घाँटी त रेट देखाएको त मुस्लिमले जस्तो पुरै रेट दिइराख्यो कि कोही कस्तो ए महिना दिनको एक्सपिरियन्स हो क्या भाइ यो हलाल गरिदिइराख्यो महिना दिनको एक्सपिरियन्स हो क्या यो ए 1 मन्थ त कुखुरा काट्नेमा नि काम गरे भने त मेरो पोती दाइ एक्सपिरियन्स हो क्या त्यो भने एक्सपिरियन्स दाइ यही ओ यो पोती हो कि भाले पोथी चाक हेर्नु खोइ कहाँ चाक यो यसलाई त डायमन्ड भन्छ नि दाइ, चाक नभन्नु न, चिकन के अरे चिकन डायमन्ड। यसको लागि चाहिँ पुरै म तारेर हान्छु है। यस्तो चाहिँ भट्टेलाई खुवायो भने केटीहरू छिटो पट्टिन्छ अरे। त्यही भएर खानु त मैले सन्यास लिएको नि त। अब यो चिकन डायमन्ड खाएपछि फुट्छ कि सन्यास। मेरो बुढी छ मेरो छोरी छ कता छ घरमा? घरमै ए घरमै छ 2टी। म त अरूतिर फेरि बेसी बोलिहाल्छ अरूतिर भने तेरो माइत हुँदैन वै, तेरो घरमा मात्र बस्ने क्या भाइ? के तैँले के काम गर्न ल्यायो क्या तेरो घर मात्र राख्नलाई?
कस्तो नि मैले बेहोरो ल्याएपछि यता हेर, यता। माइत बस्छु ए हट्नु नि त यार टक्ला सक्ला अहिले तल गर्नु ल्याङ मुनि ल है त ट्याकल केटा अब हामीले चाहिँ टक्कै केटाहरूको पार्टी दुई चल्दैछ शब्द भन्दै दुई शब्द दुई शब्द भनिस् राखिदि मैले हेर 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 दरिन्दागी के गरे के गरे तिमीहरूले ओइ के गरे के हो यो ल केटा हामी चाहिँ टक्क अब हामी चाहिँ होइन टक्क लाएर अनि यो चाहिँ के हातमा राखेर काट्ने कि केमा अनि बबाल अचानक यो मैले काट्नु हुन्छ हावादारीको नहुनु न यार अचानक छैन कि त्यही अनि हामी चाहिँ होइन अनि सर्लक हामी चाहिँ भइसक्यौँ हल्का डढायो कसरी काट्नु त यसमा त केटाहरूले च्यात दिएको मैले कस्तै गिजन काम नगर अनि के हो केटा सुक्यो है बडी पोलेछ केटाले त्यही भएर सुक्यो होइन हामी धेरैजना पनि छैनौँ नि त अनि धेरै खाँदैनौँ नि त हामी त्यही भएर चाहिँ अलिकति उ भयो बोरा ल्याउनु त अचानक नि छैन रे मियर अङ्कल कहाँ होला नि केटा हाम्रो पाङ्रा फाइनली भइसक्यो त्यो यार। मैले बोलाएँ फेरि कस्तो लाग्यो पाङ्रा बाबा लाग्थ्यो कि मलाई समीरलाई चाहिँ दिएको भन्नु ठुक्कै मलाई चाहिँ दिदियो हैन उले एक्लै खायो सबै बग्रा कस्तो मादरी रहेछ यार दोस्त यार तिमी त लास्ट रहेछ नि भन्न समीरलाई चाहिँ कहाँबाट दिएको यार त्यहाँ हेर्न दिएको समीरलाई चाहिँ छ्या मलाई तिमीलाई त मलाई छेरोटी नै लाग्यो दोस्त यो त मेरो सरापै भयो मैले भने अब चाहिँ अब के अरू चिजहरू तिमीहरूले प्याक प्याक हाल्नु मलाई मनै लागेन केटा म यहाँ बस्छु है हो पाङ्रा खाइदिए यार मेरो यार केटा लास्ट हरामी यार आमाको छोरो साथीले यस्तो पारा देखाइदियो यार मलाई यार आज दिल जोडे बिना ही टुटे आमाको छोरो दोस्त लाइफमा बिर्सिनु है यसरी पाङ्रा खाथ्यो भनेर पाङ्रा चोर दाइ पाङ्रै खाइदिइरहेको मैले पोली होइन केटा होइन अब फाइनली हामी चाहिँ भनौँ अब बस्दैछौँ अनि थ्याङ्क यू हाम्रो सिराज दोस्त हाम्रो टङ्के एके टङ्के भाइलाई होइन अनि थ्याङ्क यू सो मच थ्याङ्क यू मेरो दोस्त स्पोन्सर हानिदियो विदेशबाट हामीलाई स्पोन्सर हानिदियो है अनि ल अनि हाम्रो रेडियो चिकनको के भिडियो ल हाल्नु वाइल्ड डेसको चाहिँ हालिदिन्छु छोड त यता देखा त भट्टी यहाँ छ हाम्रो है यो त्यो ऊ यता देखा न केटाहरू बसेर टक्क होइन रमाइलो हानौँ भनेर राख्नु नि दाइ जो चाहिँ उता लैजाऊ यार दोस्त यो मैले हान्दिनँ यस्तोहरू मलाई हान्न निषेधित गरिएको छ होइन ल केटा अब एकछिनपछि गरौँ ल ब्लग ल त सबले चेस गर्ने फुलमै म चाहिँ यो मात्र है होइन दोस्त मिल्दैन कि मैले बुझन कसम दिएको छु कसैलाई तिम्रो भाउजूलाई ल बियर सोचे है क्या एनर्जी ड्रिङ्क हो है फेरि मेरो बेबी हेर है टङ्के भाइको नाममा टङ्के जिन्दाबाद मैले त्यही भए हेरिरहेको छु अघि बियर सोचे बियरले होला भनेर सोचेँ मैले एनर्जी ड्रिङ्क हो त बियर जस्तो मैले खान्न नि त बियर त हल्का धेरै ट्याकल लाएर मेरो साथी धेरै खानुपर्छ स्पोन्सर गरेर आज हाम्रो यहाँ लगाएको छ ल दुई तिनवटा टक्क व्यवस्था हो कता नु कोले तान्यो दुई तिनवटा धेरै हो त कानी खानु मिल्दैन मलाई नि विशाल दाइ आज खान्न म भट्टीले तान्न म खान्न कि ओइ तैले हुक्का बनाउनु नि छिटो म खान्न कि दोस्त हेर्न त म खान्न कि ल ल केटा है हामी चाहिँ अब भनौँ एकछिन रमाइलो गऱ्यो अनि टक्क गऱ्यो है अनि थ्याङ्क यू मेरो टङ्गर दोस्त है हो भयो बाबा मम्मी बाबा अनि भनौँ आज चाहिँ रमाइलो गऱ्यो केटाहरूसँग ल आजको लागि यति नै अब अल गाइज किप गोइङ किप सपोर्टिङ है सपोर्ट हान्नु नबिर्सिनु होला हामीलाई ल अनि हामी
1K को एकदम करेक्ट छौँ सबले सब्सक्राइब गरौँ ल अहिलेको लागि बाई